यो चाहिँ साल्पा सिलिचुङ जाने बाटो लौरे यता मुन्दुमपट मार्गको लौरे भन्ने ठाउँ देखि बाहेक यो दुईपट्टि एकदम सानो तपाईँ देख्न सक्ने यति सानोबाट हिँडेर जानु पर्दो रहेछ। यो खुड्किलो हो, तपाईँले देख्ने भनेको यति नै हो। यसको भाग हिँड्नुपर्ने भाग भनेको यति हो। यसको बिचबाट हामी जानुपर्ने रहेछ है। यो मैले युट्युबतिर पनि देखेको थिएँ, आज म सवार गर्न पाएँ। यो यति मात्रै हो, दुवै साइडबाट यो यति मात्रै ढुङ्गा रहेछ र एकदम सानो सानो डाँडामा यति सानो गरी तपाईँ देख्न सक्नुहुन्छ। वरिपरि तपाईँले पुरै पहाड छ, पुरै भिर रहेछ है। उता पारिपट्टि भिर देख्न सक्नुहुन्छ। अनि यता सानो बाटो छ, यो बाटो झर्नुपर्ने रहेछ। एकदम चुच्ची भाग। अनि यता तपाईँले यति सानो भाग छ, यो पनि भित्ताको भाग हो है। अनि यता तपाईँले देख्न सक्नुहुन्छ यति सानो भाग छ, हेर्न सक्नुहुन्छ। म तपाईँलाई पर पुऱ्याएर पनि ब्याक गरेर देखाउँछु पछाडितर्फबाट। यति सानो भाग मात्रै रहेछ, यति नै हो यसको भाग। यति सानो भाग छ कि म तपाईँलाई माथि गएर पनि देखाउँछु। यति नै हो, यता भिर रहेछ, यति ठुलो भिर छ तल। अब यता देख्न सक्नुहुन्छ यति नै हो यसको भाग। अनि यता अर्को भिर छ, यति सानो भाग रहेछ। अनि मैले पहिले युट्युब च्यानलमा पनि देखेको थिएँ है। आज सवार गर्न पाएँ, हिँड्न पाएँ, यात्रा गर्न पाएँ। म खुसी छु, यसमा म धेरै खुसी छु है। तपाईँलाई फेरि म यहाँबाट देखाउँछु। यति नै हो, यस्तो ढुङ्गा छ, यस्तो छ ढुङ्गा है। अनि यो चाहिँ भर्याङ हो। यसको तल्लो साइडदेखि चढेर आएर अनि चाहिँ माथिल्लो भाग सिलिचुङपट्टिको भाग हो। यसको पछाडि चाहिँ साल्पापट्टिको भाग रहेछ। त साह्रै सानो भाग छ, तपाईँले देख्न सक्नुहुन्छ। एकदम यहाँ बार चाहिँ रहेछ, तर पनि निकै मिस्टेरियस अचम्म खालको। यता यति छ है। अनि यता देख्नुहुन्छ फेरि यति नै हो यसको भागको, यो बिचमा हो, यति देख्न सक्नुहुन्छ है। एकदम सानो भाग रहेछ। जस मैले यात्रा गर्न पाएँ आज साल्पा सिलिचुङ जाने क्रममा। साल्पा सिलिचुङ जाने क्रममा मैले यो हजुरहरूलाई भिडियो दर्शन गराउन पाएँ, यसमा म पनि खुसी छु। पक्कै पनि तपाईँहरू पनि खुसी नै हुनुहुन्छ। थ्याङ्क यू। यति सानो भाग है, यो अघि मैले हिँडेको भाग हो, सानो चुचुरोको भाग, धेरै सानो छ है। थ्याङ्क यू, धन्यवाद।